प्रदीप खड्का जसको कुनै फिल्म्स हिट रहेका छन् भने कुनै फिल्म फ्लप। त्यही पनि कसरी बनेन् त नेपालको वान अफ द टप एक्टर, अनि एज अ एक्टर कसरी इभल्भ गरेन् त। आज हामी उनीको करियरको राइज एन्ड फल डिस्कस गर्नेछौँ। प्रदीप खड्काले मुभी एस्केपबाट नेपाली फिल्म इन्डस्ट्रीमा डेब्यू गर्छन्, जुन चाहिँ उनीको आफ्नै प्रोडक्सन हाउस प्रदीप मिडियाबाट प्रोड्युस गर्छन्। साथै एस्केप मुभीको स्टोरी पनि उनले जो लेखेका हुन्छन्। तर एस्केप फिल्म बक्स अफिसमा नराम्ररी फ्लप हुन्छ। तर त्योभन्दा पहिला पनि उनले ठुलो मान्छे नामको एउटा फिल्म बनाएका थिए र त्यो फिल्म पनि फ्लप भएको थियो। प्रदीप खड्कालाई पहिलेदेखि फिल्ममा हिरो बन्ने धेरै रहर थियो। तर ब्याक टु ब्याक फिल्म फ्लप भएपछि उनी फ्रस्ट्रेट भएर फिल्म इन्डस्ट्री जो छोडेर विदेश जाने ट्राई गर्छन्। त्यसपछि उनले धेरै देशमा ट्राई गर्दा पनि कुनै देशको पनि भिसा पाउँदैनन्। त्यसपछि उनले ब्याक टु ब्याक फेलियरले अपसेट भएर घरमै बसिरहेका थिए। त्यति बेला उनले प्रेम गीत फिल्मको अडिसनको एड देख्छन्। त्यसपछि उनले अडिसन दिन्छन् र उनले सन्तोष सेनले प्रोड्युस गरेको फिल्म प्रेम गीतमा लिड रोल पाउँछन् र 2016 मा रिलिज भएको फिल्म प्रेम गीत बक्स अफिसमा हिट हुन्छ। त्यसपछि प्रदीप स्टार बन्छन्। उनीको गुड लुक्स, चार्मिङ पर्सनालिटीलाई अडियन्सले मन पराउँछन् र उनलाई चक्लेटी हिरो भन्छन्। र यार प्रेम गीत फिल्म सानोमा हेर्दा चाहिँ मलाई बवाल लागेको थियो। अझ त क्लाइमेक्सको सिन त भन्नै पर्दैन, एब्सोल्युट सिनेमा थियो त्यो त। त्यसपछि प्रेम गीतको सफलतापछि सन्तोष सेन अनि प्रदीप खड्काको राम्रो फ्रेन्डसिप हुन्छ। अब प्रेम गीत फिल्म हिट भएपछि त्यसको पार्ट 2 नबनाउनु त कुरै भएन। त्यसैले 2017 मा प्रेम गीत 2 रिलिज हुन्छ, जुन चाहिँ अगेन बक्स अफिसमा हिट हुन्छ र फिल्मले 7 करोड भन्दा बढीको कलेक्सन गर्छ र प्रदीपलाई चक्लेटी हिरोको रूपमा सबैले चिन्न थाल्छन्। त्यसपछि अगेन प्रदीप खड्काको अर्को लभ स्टोरी मुभी आउँछ जसको नाम थियो लिली बिली। यस्तै थियो फिल्मको नाम र त्यो फिल्म विदेशमा सुट हुन्छ, त्यो पनि स्कटल्यान्डमा। अनि त्यो फिल्म पनि बक्स अफिसमा हिट हुन्छ। तर पनि क्रिटिक्सबाट भने त्यो फिल्मले मिक्स रिभ्युज पाउँछ। त्यसपछि 2018 मा फेरि उनले अर्को लभ स्टोरी मुभी गर्छन् जुन थियो रोज। तर फिल्म भने बक्स अफिसमा फ्लप हुन्छ। तर त्यसको गीत फुल होइन काँडा भन्ने चाहिँ एकदम पपुलर हुन्छ। त्यसपछि 2019 मा उनले अर्को लभ स्टोरी गर्छन्, आई मिन लभ स्टोरी मुभी, जसको नाम हुन्छ लभ स्टेसन। तर अगेन यो फिल्म पनि बक्स अफिसमा फ्लप हुन्छ। यहाँसम्म आउँदा उनीको कुनै फिल्म फ्लप भएका थिएन भने कुनै फिल्म हिट भएका थिएन। तर उनले एज अ एक्टर भने एउटै प्रकारको रोल्स अनि मुभिज सेलेक्ट गरिरहेका थिए। त्यसैले एज अ एक्टर उनले आफूलाई प्रुभ गर्न भने सकेका थिएनन्। यो कुरा प्रदीपले त्यति बेला रियलाइज गर्छन्। त्यसपछि प्रदीपले एज अ एक्टर आफूलाई इम्प्रुभ गर्न अनुप बरालसित 3 महिनाको एक्टिङ क्लासेस लिन्छन् र त्यसमा उनले धेरै कुरा सिक्छन्। अनुप बरालसँग तपाईँले एक्टिङ सिक्नुभयो, वास्तवमा के कुरा अनुप बरालसँग सिक्नुभयो र सिकेको कुन कुरा तपाईँले सुटिङमा काम लाग्यो? मैले रियलाइज चाहिँ एउटा चिज के गरेँ भने मलाई पहिला के लाग्थ्यो, मैले लगाएको युनिफर्म चाहिँ क्यारेक्टर, मैले डक्टरको युनिफर्म लगाएँ म डक्टर भनेँ, मैले आर्मीको लुगा लगाएँ म आर्मी भनेँ होइन। तर एउटा पोइन्टमा पुगे पछाडि के पनि लाग्ने, मैले गिटारै बोक्दा डक्टरकै लुगा लाउँदा होइन, अनि त्यसपछि आर्मीकै लुगा लाउँदा पनि किन म एउटै देखिरहेको छु त, किन मलाई मान्छेले चाहिँ एउटै भयो भनिरहेको छ त। मेरो नजरमा त त्यो अलग अलग हो एउटा हो, तर हेर्नेको नजरमा एउटै भइरहेको छ। म कन्फ्युज थिएँ। अनि त्यो एक्टिङ क्लासले मलाई सिकाएको एउटै कुरा के हो भने युनिफर्म चेन्ज हुँदैन, क्यारेक्टर चेन्ज हुँदैन रहेछ होइन। त्यसपछि उनले प्रकाश अनि प्रेम गीत 3 मुभी साइन गर्छन् र दुईटै मुभी प्रदीपको करियरको लागि धेरै नै इम्पोर्टेन्ट हुन्छ। त्यसपछि 2022 मा प्रकाश मुभी रिलिज हुन्छ, जसमा प्रदीपले एउटा रुरल गाउँ जुम्लाको शिक्षकको सङ्घर्षलाई देखाउँछन् र प्रदीपले यो फर्स्ट टाइम आर्टिस्टिक मुभी गर्छन् र एउटा र अनि ग्राउन्डेड गाउँलेको पात्रलाई निभाउँछन्, जसमा उनले फर्स्ट टाइम मेथड एक्टिङ गर्छन्। त्यसका लागि उनले त्यहाँको भाषा अनि एक्सेन्ट पनि सिक्छन्। काफल खाने कुइया मरुला जुनकिरी सिसाकी गोल्लीले सिसाकी। र प्रदीपको ट्रान्सफर्मेसन अनि मेथड एक्टिङलाई अडियन्स, क्रिटिक दुईटैले मन पराउँछन्, एप्रिसिएट गर्छन् र फिल्मले क्रिटिक्सबाट राम्रो रिभ्युज पाउँछ। तर बक्स अफिसमा भने त्यस्तो राम्रो रिस्पोन्स पाउँदैन। त्यसपछि त्यसको केही टाइमपछि फिल्म प्रेम गीत 3 रिलिज हुन्छ। प्रेम गीत 3 प्रदीपकै करियरको बिगेस्ट फिल्म नभएर नेपालकै मोस्ट हाइप फिल्म हुन्छ। फिल्म नेपालमा मात्र रिलिज नभएर हिन्दी डबमा इन्डियामा पनि ठुलो स्केलमा रिलिज हुँदै थियो। फिल्मको हाइप नेपालमा मात्र नभएर इन्डियामा पनि थियो। फिल्म एउटा पिरियड लभ स्टोरी ड्रामा थियो र फिल्म सेप्टेम्बरमा वर्ल्ड वाइड रिलिज हुन्छ। तर फिल्मले भने अडियन्सको तर्फबाट मिक्स रिभ्युज पाउँछ। फिल्मको सिनेमाटोग्राफी अनि भिजुअल्स राम्रै भए पनि पुवर स्टोरी अनि स्क्रिन प्ले भएको भनेर
क्रिटिक्सबाट नेगेटिभ रिभ्युज पाउँछ। अनि बक्स अफिसमा सोचे जस्तो कलेक्सन गर्न नसके पनि फिल्मले मेकर्सको हिसाबले 40 करोडको वर्ल्ड वाइड कलेक्सन गर्छ र फिल्म हिट हुन्छ र त्यो फिल्मले नेपाली फिल्म्सको लागि इन्डियामा मार्केट खोलिदिन्छ। त्यसपछि 2024मा प्रकाश फिल्मको डाइरेक्टर दिनेश राउतसित पुजार सार्की मुभी गर्छन्, जुन चाहिँ मल्टी स्टारर मुभी हुन्छ। त्यो फिल्ममा प्रदीपसित आर्यन सिग्देल अनि पल शाह हुन्छन् र त्यो फिल्म अनमोल केसीको फिल्म फर्कीसित क्ल्यास हुन्छ र फिल्मले बक्स अफिसमा 7 करोडको कलेक्सन गरेर हिट हुन्छ अनि अडियन्स अनि क्रिटिक्स दुईटैबाट राम्रो रिभ्युज पाउँछ र प्रदीप खड्काको एक्टिङको पनि धेरैले प्रशंसा गर्छन्। त्यसपछि प्रदीपले एक्सपेरिमेन्टल मुभिज गर्न थाल्छन् र उनले 2025मा एक्टर टेक 1 नामको फिल्म गर्छन्, जसको कन्सेप्ट नेपाली फिल्मको लागि हल्का युनिक थियो। त्यही पनि फिल्मले खासै राम्रो रिभ्युज पाउन सक्दैन र फिल्म बक्स अफिसमा फ्लप हुन्छ। त्यसपछि आउँछ उनीको नेक्स्ट फिल्म पीताम्बर, जुनमा प्रदीपसँगै दयाङ राई अनि सौगात मल्ल पनि हुन्छन् र त्यो फिल्मलाई चाहिँ साउथ इन्डियन स्टाइलको त्यही मास मसाला इन्टरटेनर भनेर चाहिँ प्रमोट गरिन्छ र प्रदीप पनि यो फिल्ममा मासी एक्सन हिरोको रूपमा देखिन्छन्। तर फिल्मले भने मिक्स रिभ्युज पाउँछ र बक्स अफिसमा पनि एभरेज पर्फर्म गर्छ। त्यसपछि प्रदीप खड्काले अर्को एक्सपेरिमेन्टल मुभी गर्छन्, जसको नाम हुन्छ एक्लो पार्ट 1, जसलाई नेपालको फर्स्ट साइफाई मुभी भनेर प्रमोट गरिन्छ र यो फिल्म अहिले हलमा चलिरहेको छ र फिल्मले मिक्स रिभ्युज पाइरहेको छ र बक्स अफिसमा त्यस्तो भने जस्तो कलेक्सन पनि गर्न सकिरहेको छैन। यसरी प्रदीपको करियरलाई हेर्दा उनीले आफूलाई इभल्भ गरेका छन् र उनले प्रकाश अनि पुजार सार्की जस्ता मुभीबाट आफूलाई प्रुभ गरेका छन्। त्यसै गरी उनले आफ्नो करियरमा डिफ्रेन्ट मुभिज अनि क्यारेक्टर्स सेलेक्ट गरेका छन्, अनलाइक हिज कम्पिटिटर। इफ यु नो यु नो। सो प्रदीपले अहिलेको टाइममा एक्सपेरिमेन्टल मुभिजहरू गरिरहेका छन्, विच क्यान बी रिस्की फर हिज करियर इफ ही डोन्ट चुज राइट स्क्रिप्ट। र उनले बक्स अफिस नम्बर्स चेज गर्नुभन्दा पनि नेपाली फिल्म इन्डस्ट्रीलाई ग्रो गर्न खोजिरहेका छन्। एन्ड बेस्ट थिङ अबाउट प्रदीप खड्का इज उनले चाहिँ क्रिटिसिजमलाई पोजिटिभली लिने गर्छन् र टाइमका साथ आफूलाई इभल्भ पनि गरिरहेका छन्। सो तपाईँको प्रदीप खड्कामाथि के ओपिनियन छ त कमेन्टमा आफ्नो ओपिनियन राख्नुहोला। भेट्नुहुनेछ अर्को भिडियोमा अर्को सन्डेमा।